राधे राधे सम्पूर्णलाई नमन गरेको छु। सधैँका झैँ आज पनि म उपस्थित भइसकेको छु तपाईको माझमा, तपाईको बीचमा, तपाईको दैनिक राशिफल लिएर 2083 साल असार महिनाको 24 गते बुधबारको दैनिक राशिफल। मेष राशि, लाभ हुने काम शुभारम्भ गर्ने समय छ। नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ। साझेदारीमा राम्रो फाइदा मिल्ने र आय आर्जनका स्रोत बढ्ने योग छ। मातृपक्षबाट महत्त्वपूर्ण काम बनाउन सकिनेछ। असावधानीले धन खर्च हुन सक्छ। योजना बनाएर मात्र आर्थिक कारोबार गर्नु हितकर होला। आजको लागि शुभ अङ्क 6, राशि स्वामी मङ्गल, शुभ रङ सेतो, शुभ दिशा दक्षिण, इष्टदेव रहेका छन् भगवान शिव। ओम नमः शिवाय यस मन्त्रलाई 11 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। वृष राशि, शुभदायी समय छ। सुख दुःखमा साथ दिनेहरू भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु उचित हुनेछ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ जिम्मेवारी हात लाग्ने योग छ। रस रागको भाव वृद्धि हुने देखिन्छ। आजको लागि शुभ अङ्क 1, राशि स्वामी शुक्र, शुभ रङ नीलो, शुभ दिशा पूर्व, इष्टदेव रहेका छन् माता सरस्वती। ओम सरस्वत्यै नमः यस मन्त्रलाई 21 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। मिथुन राशि, आजको दिन कामहरू सजिलै बन्नाले उत्साह जाग्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार हात पर्ला। परोपकारजन्य क्रियाकलापमा संलग्न रहने योग छ। मङ्गलमय कृत्य सम्पादन गर्न सकिनेछ। यात्रागत कार्य सार्थक रहनेछ। अरूका विषयमा चासो लिँदा विवादमा परिने योग छ। आजको लागि शुभ अङ्क 4, राशि स्वामी बुध, शुभ रङ हरियो, शुभ दिशा उत्तर, इष्टदेव रहेका छन् माता दुर्गा। ओम दुम दुर्गायै नमः यस मन्त्रलाई 21 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। कर्कट राशि, सोचे अनुसारको दिन नरहन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला। बाध्यताले अप्ठ्यारोमा पार्न सक्ने र सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। कामको सिलसिलामा यात्राको प्रक्रिया अघि बढ्ने योग छ। स्वास्थ्य केही कमजोर रहला। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने सम्भावना छ। आजको लागि शुभ अङ्क 3, राशि स्वामी चन्द्रमा, शुभ रङ नीलो, शुभ दिशा पश्चिम, इष्टदेव रहेका छन् भगवान गणेश। ओम गणेशाय नमः यस मन्त्रलाई 11 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। सिंह राशि, दिन खासै उत्साहवर्धक नरहला। मुख्य काममा बाधा हुने देखिन्छ भने सानातिना घरेलु काममै अल्झनु पर्दा मन खिन्न रहन सक्छ। भौतिक साधनले धोका दिन सक्ने समय छ। स्वास्थ्य केही कमजोर रहला, जसका कारण आँटेको काम समयमा पुरा नहुन सक्छ। पढाइ लेखाइमा पनि खासै मन नजाने देखिन्छ। आजको श्रमको उचित परिणाम हासिल नहुन सक्छ। आजको लागि शुभ अङ्क 2, राशि स्वामी सूर्य, शुभ रङ घिउ रङ, शुभ दिशा दक्षिण, इष्टदेव रहेका छन् माता लक्ष्मी। ओम महालक्ष्मी नमः यस मन्त्रलाई 108 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। कन्या राशि, रोकेका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन्। एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ। पठन पाठनमा पनि प्रगति हुनेछ। यसका बावजुद समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् भने काम बिग्रने डरले सताउन सक्छ। आत्मविश्वासी भाव जागृत गरी कर्ममा लाग्नु हितकर हुनेछ। आजको लागि शुभ अङ्क 9, राशि स्वामी बुध, शुभ रङ सिन्दुरे, शुभ दिशा पूर्व, इष्टदेव रहेका छन् हनुमान। ओम हम हनुमते नमः यस मन्त्रलाई 21 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला।
सफलता तपाईलाई मिल्नेछ। तुला राशि काम बिग्रिने डरले भित्रै सताए पनि व्यापार व्यवसायबाट लाभ मिल्ने समय छ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। आजको दिन अरूलाई कुनै पनि आश्वासन नदिनु हितकर हुनेछ, अन्यथा पछिसम्म अप्ठ्यारो पर्न सक्छ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। मान सम्मानमा ठेस पुग्ने योग रहेकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु उचित हुनेछ। सानातिना काममा समय बित्ने देखिन्छ। यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ। आजको लागि शुभ अङ्क 2, राशि स्वामी शुक्र, शुभ रङ सेतो, शुभ दिशा पश्चिम, इष्टदेव रहेका छन् धर्मराज। ओम धर्मराजाय नमः। यस मन्त्रलाई मात्र 21 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। वृश्चिक राशि आजको दिन केही चुनौतीयुक्त रहला। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ने समय छ। आश्वासन दिनेहरूले झुक्क्याउन सक्छन् भने व्यावसायिक काममा पनि समस्या आउने देखिन्छ। सवारी साधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु हितकर होला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। आज स्वास्थ्य पनि खासै सबल नरहने देखिन्छ। आजको लागि शुभ अङ्क 2, राशि स्वामी मङ्गल, शुभ रङ पहेँलो, शुभ दिशा पश्चिम, इष्टदेव रहेका छन् माता सरस्वती। ओम सरस्वती नमः। यस मन्त्रलाई 11 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। धनु राशि आजको समय केही प्रतिकूल रहन सक्छ। स्वास्थ्य केही कमजोर रहनाले काम सम्पादन गर्न मुस्किल पर्ला। समयमा काम पूरा नहुनाले अवसर गुम्ने देखिन्छ। छर छिमेकमा झै झगडाको सम्भावना रहेकोले सावधान रहनु हितकर होला। आर्थिक अपव्ययको योग छ। महत्त्वपूर्ण कामका लागि यात्रा गर्दै हुनुहुन्छ भने आज थाती राख्नु उचित हुनेछ। आजको लागि शुभ अङ्क 1, राशि स्वामी बृहस्पति, शुभ रङ पहेँलो, शुभ दिशा दक्षिण, इष्टदेव रहेका छन् भगवान शिव। ओम नमः शिवाय। यस मन्त्रलाई 11 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। मकर राशि मिश्रित फलदायी दिन छ। सहयोगीहरूको भर पर्दा सबै काम नबन्न सक्छन्, तथापि वित्तीय लाभ हुने देखिन्छ। कृषि चौपाइमा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका जुर्ला। बिना प्रतिस्पर्धा फाइदा हुने योग छ। गरिँदै आएको काममा थप जागर पलाएर आउनेछ, तर पढाइ लेखाइमा मन नजान सक्छ। रस रागमा आकर्षण रहनेछ। आजको लागि शुभ अङ्क 9, राशि स्वामी शनि, शुभ रङ पहेँलो, शुभ दिशा पूर्व, इष्टदेव रहेका छन् कुलगुरु। ओम गुरवे नमः। यस मन्त्रलाई 19 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। कुम्भ राशि आजको दिन अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ, तापनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ। महत्त्वपूर्ण अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि सोच विचार गर्नु उचित हुनेछ। एक पछि अर्को अवसर आउनाले मन प्रसन्न रहला। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। विपरीत लिङ्गी मित्रको साथ सहयोग रहनेछ। आजको लागि शुभ अङ्क 8, राशि स्वामी शनि, शुभ रङ ध्वाँसे, शुभ दिशा उत्तर, इष्टदेव रहेका छन् भैरव। ओम भैरवाय नमः। यस मन्त्रलाई 108 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। मीन राशि आय आर्जनको दृष्टिले राम्रो समय छ। उद्योग व्यापारमा विशेष फाइदा होला। कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। स्वास्थ्यमा विशेष ध्यान राख्नु हितकर हुनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै हराउन सकिनेछ। मनोरञ्जनमा ज्यादा समय व्यतीत भएर जाला। मनोरञ्जनात्मक यात्राको योग छ। आजको लागि शुभ अङ्क 8, शुभ रङ रातो, शुभ दिशा उत्तर हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने आज ओम सङ्कटा भगवत्यै नमः। यस मन्त्रलाई 9 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। यसरी हामीले तपाईँको मेष राशिबाट सुरु गरेर तपाईँको राशि हुँदै 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 तपाईँको राशि मीन राशिसम्म आज बुधबारको दैनिक राशिफल
वाचन गरेर तपाईँलाई हामीले सुनाइसकेका छौँ। राशिफलमा राम्रो नराम्रो जे भने तापनि तपाईँ आफ्नो नियमित कार्यबाट विचलित भने नहुनुहोला। राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अवस्थालाई हेरेर तयार गरिएको हुन्छ। जन्मकुण्डलीको अन्य 8 ग्रहको अवस्था, युति, दृष्टि, भाव, उच नीच आदि कुराहरूले निकै फरक पार्न सक्छ। तसर्थ कुनै पनि कार्य गर्नु अगाडि एकपटक विज्ञ गुरुलाई आफ्नो चिना, परिवारको चिना राम्रोसँग हेराएर, देखाएर, विश्लेषण गराएर अनि मात्र तपाईँ अगाडि बढ्नुहोला। सफलता तपाईँलाई अवश्य पनि मिल्नेछ। हामीसँगै आफ्नो चिना देखाउने तपाईँको मनमा इच्छा भएको छ, गुरुसँग कसरी चिना देखाउन सकिन्छ भन्ने तपाईँलाई लागेको छ भने हाम्रो मोबाइलको स्क्रिनमा राखिएका नम्बरमा सिधा फोन गर्न सक्नुहुनेछ। यदि तपाईँ नेपालभित्र हुनुहुन्छ भने, तपाईँ नेपालभन्दा बाहिर हुनुहुन्छ भने तिनै नम्बरमा वाट्सएप, भाइबर जोडिएको छ। वाट्सएप र भाइबरलाई माध्यम बनाएर तपाईँ आफ्नै घरमै बसी आफ्नो चिना, परिवारको चिना हामीसँग देखाउन सक्नुहुनेछ। त्यसका लागि हामीले दिएका नम्बरमा फोन गरेर आफ्नो समय बुक गर्न भने नबिर्सिनुहोला। हस्त, राधे राधे, शुभ दिन।